स्वर्ग ग्याङ के छ स्वर्ग हेर्ने हो स्वर्ग हो जुन हेर्नु माथि माथि मौत को छू के टक से बाहर आ जाता हूँ मौत को छू के टक से बाहर आ जाता हूँ ट्याङबाट जाने क्रममा चाहिँ हामीले यहाँ एउटा रातो रातो फल भेट्टा खाम होइन चाहिँ कुन फल हो त्यो त थाहा भएन मुक्तिले खानेकुरा हो भनेर खान लाइयो हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई है अहिलेको अवस्थामा म लिभाङ छु है अब यहाँदेखि म र मुक्ति भएर दुईजना चाहिँ अब स्वर्गद्वारी जान लागेको छौँ अब लिभाङबाट चाहिँ हामी राइड स्टार्ट गरिसकेका छौँ होइन अब दुईजना छौँ पानी चाहिँ बिहान बिहान बहुत आएको थियो अनि लिभाङको भ्यू पनि खतरा दामी देखियो है 9 बजिसक्यो यार 8 बजिसक्यो सब स्कुल हिँडिरहेको आफू पनि बल्ल राइड स्टार्ट हानिरहेको छु यार ओ परिंदो से पूछो तन्हा क्या है मौत को छू के टक से बाहर आ जाता हूँ मौत को छू के टक से बाहर आ जाता हूँ ग्याङ होइन लिभाङको भाइब्स नै आज हिजोसम्म पानी परेको थिएन आज चाहिँ बिहान बिहानै पानी परेर भाइब चाहिँ अलग भयो के ओहो खस्यो यार यहीँ यार टडक बसवालाले च्याप्पै रोकिदिन्छन् राम राम हामी चाहिँ भ्यू टावरमा चाहिँ म र मुक्ति है हाम्रो रोल्पा लिभाङको भ्यू टावरमा आइसकेका छौँ है हेर्दा हुन्छ कस्तो दामी हो आमा बादल पुरै उडेछ हौ आमा आनन्द शीतल छ कस्तो लाग्यो मुक्ति अनि हाम्रो चाहिँ यो रोल्पामा चाहिँ शहीदहरूको नाम चाहिँ यहाँ छ है को यहाँ छ होइन 725 जनाको नाम छ यहाँ क्या दामी हो यार ठाउँ यार हेर्नुहोस् न रोल्पा लिभाङ आउनुभयो भने तपाईँहरू चाहिँ यो ठाउँमा चाहिँ आउन चाहिँ नबिर्सिनु होला 100% यो ठाउँमा आउन चाहिँ हजुर बिर्सिँदै नबिर्सिकन यो ठाउँमा जसरी भए पनि पस्नु होला तपाईँहरू अहिले चाहिँ हामी भ्यू टावरको माथि जाँदैछौँ भनिदिएको सो हेर्दा हुन्छ कस्तो छ ठाउँहरू रोल्पा लिभाङको है म चाहिँ अस्ति नै आउँदा चाहिँ यो ठाउँमा पसी थिएन अहिले चाहिँ पसेँ है हेर्न मन लाग्यो धेरै होइन त्यही भएर पसेको र अब चाहिँ म माथि जान्छु टपमा जान्छु क्या ल मुक्ति आऊ हामी चाहिँ टपमा जानु लागि सिडी चढेरै जानियो सो अब माथि गएर हेरौँला के कस्तो छ भन्ने कुरा त स्वर्ग हेर्ने हो स्वर्ग ग्याङ के छ स्वर्ग हेर्ने हो स्वर्ग स्वर्ग यस्तो मजा लाग्छ नि आम्मामा ल ग्याङ स्वर्ग यो के स्वर्ग त यो ल यो हो नि त स्वर्ग त अच्छा आउनुहोस् घुम्नुहोस् डुल्नुहोस् होइन स्वर्ग हेर्नुहोस् है हाम्रो चाहिँ यहाँ एकजना शहीदको चाहिँ उस बनाएको रहेछ यो माथि चाहिँ यहाँ चाहिँ हो जुन हेर्नु माथि माथि रोल्पा लिभाङबाट जाने क्रममा चाहिँ हामीले यहाँ एउटा रातो रातो फल भेट्टा खाम होइन चाहिँ कुन फल हो त्यो त थाहा भएन मुक्तिले खानेकुरा हो भनेर खान लाइयो अब के हो थाहा छैन तर खाइदिउँ न भए खानेकुरै होला नभए बिखै होला के हो गाडी खाऊ न बिक त होइन के मजा आएन नै ग्याङ के हो यस्तो यार
के फुलाको मुक्ति यार एक्लै खाना नि स्वर्गद्वारी हामी रोल्पा लिबाङबाट स्वर्गद्वारी जाने बाटोमा चाहिँ हो यस्तो ल्याङल्याङ ल्याङल्याङ है यस्तो चिसो मौसम छ आजको दिनमा फेरि बहुत चिसो छ यार मजा त मजा आयो अलि टर्रो भइछ क्या टर्रो भइछ टर्रो ल समाउँ नि त निस्किम यात्रा सुरु गर्नुपर्छ है ग्याङ हामीले फर्किने हिजो आउने क्रममा चाहिँ यस्तो केही पनि थिएन आज चाहिँ यस्तो रहेछ यार कदमको छ खान त खाइयो के खाइयो थाहै छैन ल ग्याङ हामी चाहिँ रोल्पा लिबाङबाट चाहिँ अहिले स्वर्गद्वारीको ठ्याक्कै गेटमा आएर बसिरहेछौँ होइन अब चाहिँ हामी पूजा गर्न माथि जाने योजना भएर यहाँ अब पूजाको सामानहरू किन्ने अनि जाने अनि यता अगाडिबाट चाहिँ गेट छ अनि यो बाटो चाहिँ सिधै हामी जाने यो माथि जाने यो टपमा जाने होइन बहुत गर्मी भयो यार वहाँ चिसोमा बसेर आएको यहाँ फेरि गर्मी हुनुला पोले छ पुरै हो अब माथि गरी हेर्दै गरौँ ल फाइनल्ली अब 1 किलोमिटर छ हामी स्वर्गद्वारी पुग्न यस्तो छ मौसम यहाँको है पुरै बादलले सादलले घेरेको डुबाएको च्याप्पको ठाउँ छ है अब 1 किलोमिटर छ होला सायद हामी पुग्न आँटेछौँ मौसम चाहिँ चिसो भयो बल्ल धन्न पानी आएन के पानी आए झन् गाह्रो हुन्थ्यो यार फाइनल्ली आइसक्यौँ यार माथि टपमा तेल पनि भ्याइयो यार ख्यालै नगरेको नि मैले यार ग्याङ हामी अहिले चाहिँ स्वर्गद्वारी प्रवेश गरिसक्यौँ है ट्याक्कै स्वर्गद्वारी मुक्ति अघि म चाहिँ झोला बोकेर है अब हिँड्दै माथि चढ्नुपर्छ यहाँ कतिवटा सिडी छन् 300-400 वटा सिडी ट्याक्क 300-400 वटा सिडी चढेर ट्याक्क जाने हामी चाहिँ अनि पूजा गरेर चाहिँ आइन्छ हिँड्दै जाम पुगेर चाहिँ ट्याक्क पूजा गरेर निस्किम अनि खाना खाने अझै खाना नि खाइयो है पूजाको कारणले ल ग्याङ सिडी चढ्दा पसिना भइयो मुक्ति हालत कस्तो छ ठिक छ नि मन्दिर आउनु लाग्यो नि ओम नमः शिवाय बम भोले मन्दिर आउनु लाग्यो ग्याङ है मन्दिर चाहिँ त्यहाँ टपमा छ उहाँ हल्का माथिपट्टि हो पसिना उडिरहेको छ क्या अहिले चाहिँ हामी ठ्याक्कै सिडीमा पुगिसकेका छौँ है धेरै गाह्रो भयो मुक्ति कहाँ गयो पुगेछ नि यार टपमा हेलमेट हातमा समाएर झोला बोकेर आइसक्यो हामी स्वर्गद्वारी मन्दिरमा है पसिना भइयो छ तर मौसम चाहिँ धेरै चिसो छ ल यस्तो दामी चिसो छ यो चाहिँ अहिले स्वर्गद्वारी हामी जल्दी नै हिँडिरहेको छौँ होइन अनि मौसम चाहिँ यस्तो छ है कस्तो छ अरे मुक्ति सो कुल है मौसम चाहिँ धेरै चिसो छ है यतादेखि जाने तल झर्ने हो अनि हामी अहिले जल लिएर आएर यो मन्दिरमा चाहिँ यहाँ चढाउने हो मौसम चाहिँ यस्तो दामी छ है बहुत चिसो भयो टी सर्ट लाएर आएको ज्याकेट फेरि राख्यो लेदरको ज्याकेट थियो नि त मन्दिरमा लेदरको ज्याकेट चाहिँ लाउन मिल्दैन त्यो कारणले ग्याङ अहिले चाहिँ हामी नुहाइधुवाइ गरेर तल गएर नुहाएर मुक्तिले हातमा जल समाएर हिँडिरहन् अब माथि गएर फेरि जल चढाएर अनि निस्किन पर्छ ओम नमः शिवाय है ग्याङ 2600 वटा सिडी छ भन्छन् यार हो कि होइन थाहा छैन तर 2600 वटा अघि त्यो आन्टीले त्यही भन्थ्यो होइन 2600 वटा सिडी
हाम्रो चाहिँ अहिले चाहिँ पूजा सकिसकेको छ होइन। यहाँ स्वर्गद्वारीमा चाहिँ आएर पूजा गरेर बसियो है। धेरै राम्रो लाग्यो मलाई। पूजा गऱ्यौँ। हिजो चाहिँ लिबाङ गएर पनि बसेको थियो है। पूजा यहाँ यस्तो छ मन्दिर है। र यहाँको रहस्यमय कुराहरू पनि धेरै नै छ। यहाँ पूजाहरू गर्नु यताउति रहस्यमय हामीले त्यहाँ सोधपुछ पनि गरे बुझ्यौँ पनि होइन। अनि पूजा गरेर सकेर अब चाहिँ हामी घर निस्किने होला। सायद घरै निस्किन्छ मलाई। बिहानदेखि केही पनि खाइयो होइन। पहिला गएर चाहिँ खाना खाइन्छ अनि त्यसपछि चाहिँ हामी निस्किने के गर्ने कस्तो गर्ने त्यही मुक्ति लिएर मैले चाहिँ योजना बनाउँछु। अनि तपाईँहरूलाई आउनु छ भने चाहिँ अर्को सोमबार चाहिँ तपाईँहरू यो मन्दिरमा चाहिँ आएर पूजा गरेर जाँदा चाहिँ धेरै बेस्ट हुन्छ है। साउन महिनाको सोमबारको दिन चाहिँ आएर पूजा गर्नु बेस्ट है। लो ग्याङ है, हामीले चाहिँ पूजा गरियो आइयो घुमियो है। यहाँको कुराहरू बुझियो होइन। मुक्ति के बुझ्यौ तिमीले? केही कुराहरू सुन्यौ होला नि। ठिक छ नि ठाउँ? एकदम राम्रो ठाउँ छ है। माथि पानी परिरहेको थियो, यहाँ तल चाहिँ पानी परिरहेको छैन। माथि भिज्दै थियो हामी होइन। ल अब चाहिँ हामी घरतिर लाग्ने बेला भइसक्यो। हामी घर गइन्छ। ल आजको लागि यति नै है। लास्ट है ग्याङ है सँग। तर सब्सक्राइब गर्न चाहिँ नबिर्सिने है।